5 महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कदै नेपाली टोली। नोभेम्बर 4, 2024 मा स्कटल्यान्डसँग आइसिसी लिग 2 अन्तर्गतको खेल खेलेको नेपाल राष्ट्रिय पुरुष क्रिकेट टोली 5 महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको छ। नेपालले बुधबारदेखि हङकङमा हुने 4 देशीय T20I सिरिज खेल्नेछ। नेपाल प्रिमियर लिग, प्रधानमन्त्री कप, एलिट कप, बहुदिवसीय क्रिकेटदेखि विभिन्न घरेलु लिग खेलेका नेपाली खेलाडी 5 महिनादेखि अन्तर्राष्ट्रिय खेलबाट टाढा रहेका थिए। बुधबारबाट सुरु हुने 4 देशीय सिरिजमा नेपाल, हङकङ सहित कतार र कुवेत समावेश रहेको छ। सिरिजमा प्रत्येक टोलीले प्रत्येकसँग खेल खेल्नेछन् भने शीर्ष 2 टोलीमा रहनेले फाइनल खेल खेल्नेछन्। नेपालको पहिलो खेल बुधबार अर्थात् भोलि बिहान 6:45 बजे कतारसँग खेल्नेछ। बिहिबारबाट कुवेतसँग खेल्ने नेपालले शनिबार हङकङसँग खेल्नेछ भने फाइनल खेल आइतबार हुनेछ। त्यस्तै आइसिसी T20I वरियतामा नेपाल 17औं स्थानमा रहेको छ भने हङकङ 23औं स्थानमा, कुवेत 24औं र कतार 28औं स्थानमा रहेको छ। 4 टोलीमध्ये वरियतामा सबैभन्दा माथि नेपाल रहेको छ। नेपालले यसअघि हङकङसँग 5 खेल, कतारसँग 2 र कुवेतसँग 1 पटक खेल खेलेको छ। हङकङसँगको खेलमा 2 खेलमा जित र 2 खेलमा हार बेहोर्दा 1 खेल भने नतिजाविहीन रहेको छ। कतारसँग 1 खेलमा जित र 1 खेलमा हार बेहोरेको छ भने कुवेतसँग 1 पटक मात्रै खेलेको नेपालले जित हात पारेको थियो। यसपटक पनि जित निकाल्दै सिरिज आफ्नो पक्षमा पार्ने नेपालको योजना रहेको छ। नेपालका लागि नेपालको महत्त्वपूर्ण खेलाडी सन्दीप लामिछाने र अनिल कुमार शाह टोलीमा नहुँदा केही नयाँ खेलाडीले स्थान पाएका छन् भने साहब आलम, बसिर अहमद, लोकेश बम र नन्दन यादव राष्ट्रिय टोलीमा मौका पाएका छन्। साहब, बसिर र लोकेशले लामो समयपछि राष्ट्रिय टोलीमा फर्किएका हुन् भने नन्दन भने T20 टोलीमा पहिलो पटक स्थान बनाएका हुन्। सन् 2022 मा ओडिआई टोलीमा स्थान बनाएका नन्दनले डेब्यु गर्न भने पाएका छैनन्। यी खेलाडीले लुम्बिनी प्रदेशमा भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए। टोलीमध्ये प्रशिक्षक स्टुअर्ट ल यो सिरिजमा उपलब्ध नहुँदा टोलीको प्रशिक्षकको जिम्मेवारी पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सम्हालेका छन्। करिब 5 महिना घरेलु क्रिकेटमा व्यस्त रहेका नेपाली क्रिकेटर अब भने अन्तर्राष्ट्रिय क्रिकेटमा रमाउनेछन्। क्यानले सार्वजनिक गरेको क्यालेन्डर अनुसार नेपालले हरेक महिना अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ।